आज धेरै पछि घरबाट ठ्याक्कै तल ओह्रालोमा रहेको 2 किलो 2.5 किलोमिटर तल रहेको खेतमा हामी म र मेरो भाइहरू जाँदैछौँ कान्छा अनि यो धेरै पछि यसरी आउँदाखेरि चाहिँ यहाँको बाटोहरू पनि अलि साँघुरो भइसक्यो मान्छेहरू हिँडडुल गर्न कम अनि यो झाडी हैन अनि जंगल पनि अब जंगल त पहिलेदेखि जंगलै थियो यहाँ चाहिँ अब तपाईले देख्न सक्नुहुन्छ यो गोरेटो बाटो थियो पहिला चाहिँ यहाँ यस्तो झाडीहरू घाँसहरू केही हुँदैन थियो गाउँमा धेरै मान्छेहरू बस्नुहुन्थ्यो वस्तुहरू पाल्नुहुन्थ्यो अब अहिले चाहिँ बिस्तारै गाउँको यङ जेनेरेसन बाहिर माइग्रेट भएर गइसक्नु भयो अनि बुढाबुढी मात्रै हुनुहुन्छ बुढाबुढीले अब त्यति अब हिँडुल गर्न नसक्ने घाँस दाउरा गर्न नसक्ने अवस्था भएपछि यो बाटोघाटोको वरिपरि पनि यस्तो झाडी वन अनि बाटो पनि साँघुरो देख्न सकिन्छ यसलाई चाहिँ अब कसरी कस्तो रूपमा लिने खै अब गाउँमा लाइफ चाहिँ एकदम बवाल आनन्द मजाको रिल्याक्स बिहान बेलुका खानको लागि चाहिँ कुनै कुराको चिन्ता हुँदैन तर यहाँ चिन्ता भनेको एउटै कुराको हुन्छ हाउ टु जेनेरेट मनी पैसा जेनेरेट हुँदैन पैसा पनि जेनेरेट हुन्छ होला तर अलिकति वैकल्पिक उपाय गभर्नमेन्ट सेक्टरबाट केही सपोर्टहरू साथहरू भयो भने चाहिँ राम्रो हुनसक्छ नत्र भने अब यहाँ यो ठाउँ भनेको बिस्तारै मान्छे नहिँड्ने र खाली वन्यजन्तुको लागि मात्रै हिँड्ने बाटो हुनसक्छ कुनै दिन है हामी सानो केटकेटी हुँदाखेरि यो सालका बुटाहरू सानसाना थिए अहिले ठुल्ठुलो जङ्गलको रूप ठुल्ठुलो रुखको रूपमा परिणत भइसकेको छ अनि यो जङ्गल घना जङ्गल छ बाटो देख्न सकिन्छ यहाँ बाटोमा हिँड्दै जाँदाखेरि बाघले त्यो पाइला घोट छ नि बाघले के भन्छ शिकार गर्न हिँड्दाखेरि चाहिँ उसको पन्जा उद्याउने भन्छ त्यो देखियो एउटा अनि यो ठाडो उकालो आउँदाखेरि पहिला हामी धान बोकेर आउँदा पराल बोकेर आउँदाखेरि अथवा घाँस दाउरा गरेर आउँदाखेरि चाहिँ पानी पर्यो हुरी बतास आयो भने यस्तो यो पार्टीमा बस्ने चलन हुन्थ्यो यसलाई चाहिँ एक हिसाबले ठाँटी पनि भनिन्छ यसरी यो ठुल्ठुला खाँबाहरू गाडेर हाम्रा बाउबाजेहरूले यस्तो बनाएर चाहिँ विश्राम गर्ने ठाउँ बनाउनुहुन्थ्यो अब गाउँको जिन्दगी 2 दिन आएर यसरी भिडियो बनाएर हाल्दा हिँड्दा तलमाथि गर्दा त रमाइलो हुन्छ तर सधैँ यहीँ बसेर काम गर्नु पर्दा चाहिँ अर्कै च्यालेन्ज खेप्नुपर्छ यहाँ मेन पावर पनि कमी छ टेक्निकल्ली के भन्छ के काम गरौँ भन्दा पनि अलिकति गाह्रै छ मेन प्रब्लम भनेको यहाँको त